सो नेपालमा ए डिभिजन लिग नभएको पनि 900 दिन भइसकेको छ। सो यो 900 दिनभित्र संसारभर के कुरा भएको छ एकचोटि त्यो कुरा हेरौँ। सुरुवातमा त हमास र इजरायलको युद्ध सुरु भएर सकि पनि सकेको छ। अब त्यसपछि क्रिकेट वर्ल्ड कप 2023 को 50 ओभरको वर्ल्ड कप अस्ट्रेलियाले इन्डियामा आएर जितिसकेको छ भने इन्डिया फेरि वेस्ट इन्डिज र युएसएमा गएर टी20 वर्ल्ड कप 2024 संस्करणको जितिसकेको छ। यो बीचमा रोहित शर्मा र विराट कोहलीले टेस्ट र टी20 बाट सन्यास पनि लिइसकेका छन्। स्पेनले 2024 को युरो कप जितिसकेको छ भने डोनाल्ड ट्रम्प फेरि पनि युएस को प्रेसिडेन्ट भइसकेका छन्। 2025 मा चेल्सीले क्लब वर्ल्ड कप जितेको छ भने आइफोन 57 रङको आइसकेको छ। च्याट जीपीटी पनि 3 बाट 5 भइसकेको छ भने प्यारिस ओलम्पिक पनि भइसकेको छ। सो यो बीचमा जम्मा दुईटा कुरा हुन बाँकी छ। एउटा भनेको मेरो करियरको कमब्याक अनि अर्को भनेको शहीद स्मारक ए डिभिजन लिग। बट एन्फा बी लाइक हमारे यहाँ ऐसा ही होता है। फॉलो फॉर मोर अपडेट्स।